हाई नमस्ते है सत श्रीकाल टाँसी दिले फ्यापुलो है आसँगहरू सँगै फ्यापुलो है र यो भिडियो चाहिँ आज अलिकति इम्पोर्टेन्ट हुन गइरहेको छ। यो चाहिँ हाम्रो खास गरी हाम्रो भेट्रेन प्रोफाइलमै हेर्नुभयो होला मेरो म त भेट्रेनै हो है र यो भेट्रेनहरूको लागि नै सम्बन्धित छ। त्यसमा चाहिँ के हो भन्दाखेरि हाम्रो आफ्टर रिटायरमेन्ट चाहिँ हाम्रो भेट्रेनहरूको लागि चाहिँ गभर्मेन्टले एउटा जो सिए छ त्यो कन्टिन्यू नै दिने गरेको छ। बेसी एमाउन्ट नभए पनि 1000सम्मको लागि है। र त्यसको लागि चाहिँ मन्थली 1000 गरेर दिने गर्छ र त्यो चाहिँ एकचोटि सालमा प्रिभियस इयरको फाइनेन्सियल इयरको चाहिँ हामीले यो वर्ष भर्ने गर्ने गर्छ है। त्यो चाहिँ पहिला अफलाइन हुन्थ्यो, जिल्ला सैनिक बोर्डबाट हामीले त्यसलाई बुझाउने गर्थ्यौँ र अब चाहिँ त्यो अनलाइन हुन्छ। अस्ति वर्षदेखि अनलाइन भएको छ र पहिला चाहिँ फेरि अनलाइन गरेर पनि हाटहरू बुझाउनु पऱ्यो, त्यो पनि अहिले बन्द भएर तपाईँ खालि सबै मात्रै बुझाउनु हुन्छ। र त्यो चाहिँ कसरी गर्नुपर्ने भन्ने चाहिँ विषयमा चाहिँ त्यसको बारेमा सानो भिडियो बनाइरहेको छु। साथै अस्तिको वर्ष तपाईँलाई थाहा छ केन्द्र सैनिक बोर्डको तपाईँको साइट नै झन्डै 8-10 महिनाको लागि अपडेसनको लागि अड्केको थियो र हिजो अस्ति भर्खरै अक्टोबरदेखि मात्रै सेप्टेम्बर अक्टोबरदेखि मात्रै यो साइट खुलिरहेको छ र पनि कतै लिङ्कहरू पाउँदैन। तपाईँलाई कुनै मतलब डकुमेन्ट अपलोड गर्नुमा प्रब्लम भयो, लिङ्क पाउनु भएको छैन भने चाहिँ म उसमा हालिदिन्छु है, डिस्क्रिप्सनमा हालिदिन्छु। त्यहाँबाट तपाईँहरू लिङ्क लिएर त्यहाँबाट पनि तपाईँ सक्नुहुन्छ है। र त्यो चाहिँ कसरी तपाईँले नयाँ जो पुरानो गरिरहेको छ उनीहरूलाई त थाहा छ कसरी डकुमेन्ट अपलोड गर्नुपर्ने है। जो नयाँ छ र कसरी गर्नुपर्ने के गर्नुपर्ने त्यो चाहिँ डकुमेन्ट कसरी अपलोड गर्नुपर्ने भन्ने चाहिँ त्यो विषयमा चाहिँ यो भिडियो। यसको लागि चाहिँ अब जसले रेजिस्टर गरेको छ चाहिँ यस्तो इन्टरफेस आउँछ। सुरुमा खोल्दाखेरि तपाईँ युजर नेम पासवर्ड हाल्नुपर्ने हुन्छ है। र त्यसको ओटिपी चाहिँ तपाईँको इमेलमा आउँछ। जसले अलरेडी भरेको छ, जस्तो मैले भरेको छु त्यही कारण आउँदैछ। जसले भरेको छैन त्यसको लागि चाहिँ रेजिस्ट्रेसन भन्ने यहाँनिर हेर्नु हुँदैछ। यहाँ एउटा लेखिरहेको छ रेजिस्ट्रेसन भनेर, यो हेर्नुभयो है, रेजिस्ट्रेसन गर्नुपर्छ है। यहाँबाट रेजिस्ट्रेसन गरेपछि मात्रै यो इन्टरफेस खोलिन्छ है। र रेजिस्ट्रेसन कसरी गर्छ त्यो म नेक्स्ट भिडियोमा देखाउने छु है। आज चाहिँ तपाईँले जसको अलरेडी छ है उहाँले चाहिँ अलिक प्रब्लम पनि भइरहेको छ, देख्नु सकेको छैन, कतिजनाले लिङ्कै पाएको छैन। मेरोमा चाहिँ लिङ्क छ एउटा है, त्यसकोबाटै भएको। र कसैलाई तपाईँलाई लिङ्कहरू चाहिन्छ भने डिस्क्रिप्सन नम्बर दिन्छु, त्यहाँबाट तपाईँ खोल्नु। र यस्तो इन्टरफेस आउँछ है। यस्तो इन्टरफेस आएपछि चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ यसमा चाहिँ तपाईँ गएर है, मेरो अलरेडी सेभ छ है, सेभ गरेर त्यहाँ हालेँ मैले। त्यसको बादमा चाहिँ यहाँ जो क्याप्चर जो छ त्यो टाइप गर्नुपर्ने हुन्छ। त्यो सबैलाई थाहै नै छ आजकलको है, आजकल यस्तै नै हुन्छ सबै। त्यहाँदेखि चाहिँ यसरी गरेपछि चाहिँ यहाँ तपाईँको यसरी तपाईँको रेजिस्टर मोबाइलमा चाहिँ ओटिपी आउँछ है। ओटिपीको लागि तपाईँ मेलमा जानु पऱ्यो है। यो रेजिस्ट्रेसन कसरी गर्छ त्यो पनि म अहिले तपाईँलाई बताइदिन्छु है। अहिले फिलहाल चाहिँ यहाँ फेरि नेटको इस्यु छ हो, यहाँ आएछ धन्न आएछ। यसरी तपाईँ गरेपछि चाहिँ यो इन्टरफेस खोलिन्छ होइन। यहाँ हेर्नुहोस्, मैले भने तपाईँलाई मेरो अस्तिको वर्षको नै अड्किरहेको छ भनेको चाहिँ यही हो। हेर्नुहोस् 25/5/2024मा हालेको है। जिल्ला सैनिक बोर्ड रिकमेन्डेड, राज्य सैनिक बोर्डमा पेन्डिङ, फाइनल स्ट्याटस पेन्डिङ। र पनि अब त्यो पेन्डिङ भयो भनेर छोड्नु भएन है, गभर्मेन्टलाई त्यतिकै दिनु भएन। अब यो पालिको पनि हालिरहेको छु है, जस्तै 10 अक्टोबरमा हालेको। र यो तपाईँको जिल्ला सैनिक बोर्डमा नै पेन्डिङ छ। अब यो जसरी जिल्ला सैनिक बोर्डमा छ यसले एप्रुभ गरेपछि जे पनि कमी बेसी उनीहरूले दिन्छ यहीँ आउँछ, तपाईँको यो रिमार्क्समा आउँछ है। म अहिले तपाईँलाई देखाउँछु, त्यो रोटेट गरेर देखाउँछु है। त्यति बेला थाहा भइन्छ है। र यो प्रकारले आउँछ भनेर चाहिँ मैले देखाएको, तपाईँलाई म रोटेट गरेर देखाउँछु है। यसको इन्टरफेस चाहिँ कस्तो हुन्छ भनेर चाहिँ हेर्नुहोस्। जिल्ला सैनिक बोर्डमा जान्छ, त्यहाँदेखि राज्य सैनिक बोर्डले अहिले अस्तिको त मेरो रिकमेन्ड भयो जिल्ला सैनिक बोर्डबाट, राज्य सैनिक बोर्डमा पेन्डिङ छ र पेन्डिङै छ स्ट्याटस। बाँकी चाहिँ अहिले जिल्ला सैनिक बोर्डमा पुगिरहेको छ। उसले एप्रुभ गरेपछि राज्य सैनिक बोर्ड जान्छ, राज्य सैनिक बोर्डबाट त्यसको लागि चाहिँ अब तपाईँको भोलिपछि केही तपाईँ आउँछ भने चाहिँ यहाँ रिमार्क लेखेको कलम देख्नु होला। यहाँनिर रिमार्क लेखेको कलम, यहाँ यो रिमार्क लेखेको कलममा चाहिँ तपाईँको जे पनि अपडेट छ त्यो आउँछ है। त्यो आउँछ। त्यसको बादमा चाहिँ फेरि त्यहाँ क्लिक गरेपछि के उहाँहरूले माग्नु भएको छ त्यो नै तपाईँहरूले अपडेट गर्नुपर्ने हुन्छ है। र नयाँ एप्लिकेसन चाहिँ कसरी गर्ने भन्दा चाहिँ जसले चाहिँ अलरेडी एकाउन्ट छ है, मतलब यो राज्य सैनिक बोर्डमा केन्द्र सैनिक बोर्डमा जसले एकाउन्ट बनाएको छ उसको लागि भन्दैछु। यसमा चाहिँ धेरै फाइदा छ तपाईँको। एउटा त यो भइगयो तपाईँको यो जो सिए क्लेमको लागि हाल्नु सक्छ, त्यस्तो त धेरै हुन्छ। यहाँ हेर्नुहोस्, अब यो न्यू गरेपछि यहाँ
त्यस्तो इन्टरफेस अब यहाँ सेलेक्ट गर्नुहोस् के बेनिफिट छ हाम्रो प्राइम मिनिस्टर स्कलरसिप स्किम है प्राइम मिनिस्टर स्कलरसिप स्किम रिन्युअल फाइनेन्सियल एसिस्टेन्ट फर एजुकेसन अफ चिल्ड्रेन विडो अफ एएसएम यो चाहिँ हाम्रो अहिले गर्नुपर्ने है बाँकी फाइनेन्सियल एसिस्टेन्ट टु 100% डिसेबल चाइल्ड अफ एएसएम कतिजनालाई थाहा पनि छैन होला यस्तो पनि पाउँछ भनेर फाइनेन्सियल एसेसमेन्ट टु 100% डिसेबल चाइल्ड अफ एएसएम रिन्युअल यो हाम्रो मान्छेलाई थाहा पनि छैन कति थाहा भयो भने अब पहिला अब जिल्ला सैनिक बोर्डतिर जाने गर्नुहुन्छ उहाँलाई थाहा छ है त्यहाँ गएर गर्थ्यो तर अहिले चाहिँ अब यहाँ अनलाइन हुन्छ तपाईँको त्यो जिल्ला सैनिक बोर्डमा गएर भाले के हुन्छ त्यो उयो के अरे घिउहरू चाहिँ दिनु पर्दैन अब नभए त हाम्रो जिल्ला सैनिक बोर्डमा त अब के भन्नु नाम चाहिँ दिनु भएन है त्यस्तो पनि हुन्थ्यो रहेछ अब के भन्नु अब है आफ्नो बदनाम हुन्छ हो नभन्नु त्यस्तो कुरा र यसमा चाहिँ के छ यसमा चाहिँ हाम्रो के मुद्दा अहिलेको टपिक अनुसार चाहिँ हाम्रो यो फाइनेन्सियल एसिस्टेन्ट फर एजुकेसन अफ चिल्ड्रेन विडो अफ एएसएम यहाँ ठक्क क्लिक गरेपछि यो यस्तो इन्टरफेस हुन्छ है यो इन्टरफेस भएपछि चाहिँ यो त तपाईँको अलरेडी एकाउन्ट खोलेकोले गर्दा यसरी नाम आउँछ तपाईँको फर्स्ट नेम सरनेम है त्यसको बादमा यहाँ मेरो नम्बर आधार कार्ड नम्बर चाहिँ हाल्नुपर्छ त्यसको बादमा यहाँ ऱ्याङ्क हाल्नुपर्छ यसरी है अब मेरो त भरिसकेको छु मैले हाल्दिनँ अहिले यो जस्तो म हल्दार हो चिल्ड्रेन एलाउन्स चाहिँ हल्दारले मात्रै पाउँछ यहाँ फेरि यहाँ देखेर यो नसोच्नुहोस् कि यहाँ स्न्याक सुविधाहरू पनि पाउँछ यो चाहिँ अरू बेनिफिटको लागि हो सिएको लागि चाहिँ सिर्फ अप टु हल्दारसम्म मात्रै पाउनुहुन्छ है हल्दारसम्म गर्नुपर्छ त्यहाँदेखि तपाईँको अरू डिटेल अटोमेटिक आइहाल्छ यसमा डेट अफ डेटहरू यो त अब परेन अब त्यो त जो उसको लागि हो फ्यामिली पेन्सनको लागि रिजन फर डिस्चार्ज यो दिँदा हुन्छ तपाईँले क्यारेक्टरहरू जो छ जस्तो तपाईँ रिटायर हुँदाखेरि तपाईँले के क्यारेक्टर पाउनुहुन्छ त्यो भन्नु सक्नुहुन्छ है यसरी भर्दै डल्लै हाउस नम्बरहरू यसरी आउँछ पनि अलरेडी खरसाङ नयाँ बस्ती है मेरो आइरहेछ यसरी आउँछ अन्त त्यहाँनिर डिस्ट्रिक्टहरू अब सेलेक्ट गर्नु डिस्ट्रिक्ट त के अब हाम्रो एउटै त हो एउटा भन्दा आजकल त दुइटा भएको छ कालिम्पोङ भएको छ है तिर त्यसको बादमा चाहिँ अब तपाईँको यो यसरी आउँछ है आएपछि यहाँ तपाईँले एकाउन्ट नम्बर भन्नुपर्ने हुन्छ है एकाउन्ट नम्बर चाहिँ मलाई त थाहा छ है तपाईँहरूलाई थाहा छ छैन थाहा भएको चाहिँ राम्रो है जति छ यतिर कस्तो नम्बरको जग्गामा गएको यसरी दिनु सक्नुहुन्छ है यो मेरो खास उसको हो यसरी दिनु सक्नुहुन्छ त्यहाँ आइएफसी कोड दिनुहुन्छ है मेन चाहिँ डकुमेन्ट हाल्ने चाहिँ यहाँ हुन्छ यहाँ हेर्नुहोस् यो हो मेन चाहिँ सर्भिस डकुमेन्ट डिस्चार्ज बुक जो पनि छ 1 2 3 4 5 6 7 8 9वटा डकुमेन्ट हुन्छ है यसमा तपाईँको 2 जनासम्म नानीकोले चाहिँ तपाईँले पाउनुहुन्छ फर चाइल्ड यहाँ हेर्नुहोस् मार्कसिट स्कुल प्रोग्रेस कार्ड चाइल्ड एजुकेसन फर टु चिल्ड्रेनको लागिसम्म चाहिँ तपाईँले यसमा एप्लाई गर्नु सक्नुहुन्छ है यसबाट एप्लाई गरेर त्यहाँदेखि यो सबै डकुमेन्टहरू अपलोड गरेपछि यहाँ चेक गरेपछि पहिला एकपल्ट सेभ गरेर डिटेल हेर्नुहोस् ठिक छ कि छैन त्यसको बादमा चाहिँ सेभ फरवर्ड जस्तो गर्नुहुन्छ सेभ फरवर्ड गरेपछि चाहिँ तपाईँको चाहिँ त्यो अघि मैले तपाईँलाई देखाइहालेँ नि डिटेल जहाँ मैले देखाएँ तपाईँलाई अघि यहाँ अघि यसको के अरे त्यसको सुरुमा इन्टरफेस देखाएँ मैले त्यहाँ गएर तपाईँले उयो गर्नु सक्नुहुन्छ है अब यसको बादमा चाहिँ अब नयाँ चाहिँ कसरी गर्ने त अब नयाँ पनि त चाहियो अब यो त जसको छ अलरेडी है उहाँको लागि भयो नयाँको लागि चाहिँ के गर्ने भनेर चाहिँ त्यसको लागि देखाउँदैछु म तपाईँलाई है यो इन्टरफेस अघि त्यो जब सबमिट गर्नुहुन्छ है सबमिट गरेपछि चाहिँ यसरी हुन्छ है हेर्नुहोस् एप्लिकेसन डेट कुन दिन गर्नुभएको एप्लिकेसन है स्किम के हो एजुकेसन है एजुकेसनको हो यसरी आउँछ डिटेल है र बादमा बिचमा तपाईँले यहाँ हेर्दाखेरि यहाँ तपाईँले चिन्दै जानुहुन्छ जस्तो यहाँ राज्य सैनिक बोर्डमा जिल्ला सैनिक बोर्ड राज्य सैनिक बोर्ड त्यहाँदेखि यहाँ पुगेपछि तपाईँले पैसा एकाउन्टमा तपाईँको एकाउन्टमा पैसा आउँछ है यहाँसम्म चाहिँ यसको खेल खतम अब नयाँ रेजिस्ट्रेसन चाहिँ कसरी गर्छ त्यो देखाउँदैछु है तपाईँलाई नयाँ रेजिस्ट्रेसनको लागि चाहिँ जस्तो यो छ अब यो त जो अलरेडी जसको एकाउन्ट छ केन्द्र सैनिक बोर्डमा उसको लागि हो नयाँको लागि चाहिँ तपाईँको रेजिस्ट्रेसनमा गएर क्लिक गर्नुहोस् है नेटको अलिक इस्यु हुन्छ है यहाँ गएपछि चाहिँ तपाईँले पुरै डिटेल हुन्छ यहाँ अब मेरो त अलरेडी छ है मैले गर्ने कुरा होइन फर्स्ट नेम हेर्नुहोस् है मेरो त अलरेडी आइहाल्यो मेरो यहाँ छन् मैले गरेको छु नि त वेलकम 7 भनेर आइहाल्यो र पनि अब यहाँ हुन्छ तपाईँको को हु आर यु फर्स्ट नेम मिडल नेम सर नेम सर्भिस नम्बर इएसएम त्यहाँदेखि टाइप अफ सर्भिस अफ इएसएम तपाईँको इएसएममा के हो तपाईँको आर्मीको नेभीको एयरफोर्सको कोस्ट गार्डको के को हो त्यसरी भन्नुपर्ने हुन्छ ऱ्याङ्क तपाईँले यहाँ दिनु सक्नुहुन्छ
आरएसबी राज्य सैनिक बोर्ड तपाईँको कहाँ हो, कुन चाहिँ स्टेट हो हाम्रो, जस्तो वेस्ट बेङ्गलको त्यहाँको स्क्रोल गर्नुहोस्, यहाँ वेस्ट बेङ्गल यसरी आइहाल्छ होइन। त्यहाँदेखि यहाँ डेट अफ बर्थ तपाईँको हाल्नु पऱ्यो, यसरी हेर्दै जानुहोस्। अब भिडियो लामो हुन्छ सबै बनायो भने त है, यसरी सबै भर्दै 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 सबै गएपछि चाहिँ यहाँ भेरिफिकेसन कोड हालेर सबमिट गरेपछि चाहिँ तपाईँको पिपिओ नम्बर जो पनि सबै हालिसकेपछि चाहिँ त्यहाँदेखि तपाईँको एकाउन्ट क्रिएट हुन्छ। एकाउन्ट क्रिएट भइसकेको बादमा चाहिँ तपाईँको एकाउन्ट क्रिएट भएपछि यो इन्टरफेस चाहिँ तपाईँले युजर नेम हाल्नु पऱ्यो है, पासवर्ड हाल्नु पऱ्यो, त्यहाँदेखि क्याप्चा गरेपछि चाहिँ मैले जो अघि तपाईँलाई प्रोसेस बताएँ त्यसको एकोर्डिङ तपाईँको काम हुन्छ है। यहाँ आएर चाहिँ मेरो यो भिडियो सानो भिडियो सकिन्छ है। तपाईँलाई कस्तो लाग्छ के लाग्छ है कमेन्ट गरिदिनु होला। ल लिङ्क